स्वागत छ आजको यो प्रस्तुतिमा। आज हामी स्रोत सामग्रीमा आधारित रहेर नेपालको बजेट प्रणालीलाई एकदमै सरल भाषामा छिरफार गर्दैछौँ। यसको ऐतिहासिक जरादेखि लिएर आजका दिनमा हामीलाई कस्ता सुधारहरू आवश्यक छन् भन्ने सम्मको पुरै चित्र आज हामी बुझ्नेछौँ। एकदमै रोचक हुनेवाला छ, त्यसैले सिधै विषयवस्तुतिर लागौँ है त। आजको हाम्रो एजेन्डा तपाईँ यहाँ देख्न सक्नुहुन्छ। हामी आधारभूत परिभाषा र इतिहासबाट कुरा सुरु गर्नेछौँ। त्यसपछि बजेट कसरी बन्छ, यसको कार्यान्वयन कसरी हुन्छ, हाम्रो अहिलेको वित्तीय अवस्था कस्तो छ र अन्त्यमा मुख्य चुनौती र सुधारका पाटाहरू के हुन् त भन्ने कुरालाई सिलसिलेवार रूपमा हेर्दै जानेछौँ। ल अब सुरु गरौँ हाम्रो पहिलो खण्डबाट। आधारभूत कुरा, इतिहास र कानुन। आखिर बजेट भनेको खासमा के हो त, अनि नेपालको यो बजेट प्रणाली कुन कानुनी धरातलमा उभिएको छ? यहाँ स्रोत सामग्रीमा दिएको डिमको यो परिभाषालाई हेर्नुस् त। बजेट भनेको एउटा यस्तो अर्थ राजनैतिक दस्तावेज हो जसले हाम्रो विगतको समीक्षा गर्छ, वर्तमानलाई नियन्त्रण गर्छ र भविष्यको बाटो तय गर्छ। रोचक कुरा के छ भने यो बजेट भन्ने शब्द फ्रेन्च शब्द बोगेट अर्थात् छालाको थैलीबाट आएको हो। समग्रमा भन्नुपर्दा यो राष्ट्रिय ढुकुटीको आय र व्ययको सन्तुलन मिलाउने एउटा मास्टर प्लान नै हो। अब अलिकति इतिहास पल्टाएर हेरौँ। यो यात्रा साँच्चै नै असम्भवको छ। 2008 साल माघ 21 गते तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेरले जम्मा 5 करोड 25 लाख रुपियाँको बजेट ल्याउनु भएको थियो। त्यहाँबाट सुरु भएको हाम्रो प्रणाली आजको दिनसम्म आइपुग्दा एलबिएमआइएस, सिकास र सूत्र जस्ता अत्यन्तै आधुनिक र जटिल डिजिटल ट्र्याकिङ सफ्टवेयरसम्म आइपुगेको छ। यो विकास हेर्दा साँच्चै गजब लाग्छ नि, होइन र? तर याद राख्नुहोस् है, बजेट त्यत्तिकै हावाको भरमा बन्दैन। यो एउटा एकदमै बलियो कानुनी पर्खालभित्र बाँधिएको हुन्छ। यहाँ सूचीमा हेर्नुहोस्, नेपालको संविधानदेखि लिएर अन्तर सरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनसम्मका थुप्रै कानुनी आधारहरूले यसलाई कडा रूपमा निर्देशित गरेका हुन्छन्। मतलब बजेट ल्याउनु एउटा निकै गम्भीर कानुनी प्रक्रिया हो। अब हाम्रो दोस्रो खण्डतिर अघि बढौँ। बजेटका प्रकारहरू। सरकारी वित्तलाई कसरी वर्गीकरण गरिन्छ र यसमा प्रयोग हुने प्राविधिक शब्दावलीहरूको अर्थ के हो भन्ने कुरा बुझ्न यो खण्ड निकै चाखलाग्दो छ। यी दुईवटा कुरालाई एकदमै सरल रूपमा बुझाउँ है। सन्तुलित बजेट भनेको तपाईँको आम्दानी र खर्च ठ्याक्कै बराबर हुनु हो। जति कमायो त्यति नै खर्च। तर नेपालको सन्दर्भमा कुरा गर्दा चाहिँ हामी प्राय घाटा बजेटकै अभ्यास गर्छौँ। यसको मतलब हाम्रो खर्च हाम्रो आम्दानी भन्दा धेरै हुन्छ, अनि त्यो अपुग रकम चाहिँ हामी आन्तरिक वा बाह्य ऋण लिएर पुरा गर्छौँ। अब बुझ्नै पर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको यो पैसा खासमा जान्छ कहाँ त? यहाँ हेर्नुहोस्, चालु खर्च भनेको राज्य सञ्चालन गर्न, दैनिक सेवा दिन र कर्मचारीलाई तलब खुवाउन गरिने खर्च हो। अर्कोतर्फ पुँजीगत खर्च भनेको चाहिँ सडक, पुल, जलविद्युत जस्ता पूर्वाधारहरू निर्माण गरेर देशको भविष्य निर्माण गर्ने खर्च हो। देश बन्ने भनेकै यही पुँजीगत खर्चले गर्दा हो। यी मुख्य प्रकारहरू बाहेक स्रोतमा अरू केही विशेष बजेटको पनि चर्चा गरिएको छ, जस्तै वित्तीय व्यवस्था जसले ऋणको सामा ब्याज तिर्न र शेयर लगानी गर्न काम लाग्छ। अर्को छ शून्यमा आधारित बजेट। यसले पुरानो खर्चलाई वास्ता नगरी हरेक कार्यक्रमलाई शून्यबाटै नयाँ प्रस्तावको रूपमा मूल्याङ्कन गर्छ। यसका अलावा लैङ्गिक उत्तरदायी र जलवायु परिवर्तन बजेट पनि छन्, जसले पैसा खर्च गर्दा महिला सशक्तिकरण र वातावरणीय संरक्षणमा त्यसको कस्तो प्रभाव पर्छ भनेर मसिनो गरी हेर्छन्। ठिक छ, अब हामी तेस्रो खण्डमा प्रवेश गर्दैछौँ। बजेट कसरी बन्छ? यो सुन्दा जति सजिलो लाग्छ, भित्री प्रक्रिया त्यति नै ठूलो छ। तीनवटै तहका सरकारहरूमा बजेट निर्माण गर्नु भनेको एउटा निकै लामो र जटिल अभ्यास हो। संघीय तहको कुरा गर्दा यो एकदमै कडा स्टेप बाई स्टेप प्रक्रिया हो। सुरुमा राष्ट्रिय योजना आयोग र स्रोत समितिले स्रोतको अनुमान गरेर खर्चको सिलिङ अर्थात् सीमा तोक्छन्। त्यसपछि मन्त्रालयहरूले व्यापक छलफल गरेर आफ्नो प्रस्ताव पठाउँछन्। अर्थ मन्त्रालयले त्यसको मस्यौदा तयार पारेपछि मन्त्री परिषदले नीति तथा कार्यक्रम स्वीकृत गर्छ र अन्त्यमा संघीय संसदमा प्रस्तुत भएर त्यहाँबाट पास भएपछि मात्रै यसले अन्तिम रूप पाउँछ। उता स्थानीय तहको प्रक्रिया पनि उत्तिकै कडा छ, तर यो एकदमै ग्रासरुट लेभल अर्थात् तल्लो तहबाट सुरु हुन्छ। सुरुमा सङ्घ र प्रदेशबाट कति पैसा आउँछ भनेर सिलिङ प्राप्त हुन्छ। त्यसपछि गाउँ, टोल र बस्तीबाटै जनताको सहभागितामा योजनाहरू छान्न थालिन्छ। वडाबाट योजना छनौट भएर आएपछि मात्रै बजेट तथा कार्यक्रम समितिले एउटा एकीकृत मस्यौदा बनाउँछ र अन्त्यमा गाउँ वा नगरसभाले त्यसलाई पास गर्छ। साँच्चीकै नै राम्रो लोकतान्त्रिक अभ्यास हो यो। अब चौथो खण्डमा जाउँ, कार्यान्वयन र दस्तावेजीकरण। सैद्धान्तिक रूपमा त बजेट बन्यो, तर यसलाई कानुनी रूपमा कसरी प्रस्तुत गरिन्छ र व्यवहारमा कसरी खर्च गरिन्छ त, यो पनि उत्तिकै महत्त्वपूर्ण छ। अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले बजेट प्रस्तुत गर्दा कागजातहरूको ठूलो चाङ्ने अनिवार्य गरेको छ। सरकारले त्यत्तिकै मलाई यति पैसा चाहियो भन्न मिल्दैन। यहाँ उल्लेख भए जस्तै आगामी 3 वर्षको अर्थतन्त्रको अवस्थादेखि लिएर ऋणको विवरण, कर छुट र वैदेशिक सहायताका हरेक साना ठूला विवरणहरू पारदर्शी रूपमा संसदमा पेश गर्नुपर्ने कानुनी बाध्यता छ। अब खर्च गर्ने संयन्त्र अर्थात् इम्प्लिमेन्टेसन इन्जिनको कुरा गरौँ। मन्त्रालयले अख्तियारी दिएपछि कोष तथा लेखा नियन्त्रक कार्यालय अर्थात् कोलेनिकाले पैसा निकासा र भुक्तानी दिने काम गर्छ। काम ठिक भइरहेको छ कि छैन भनेर अर्थ मन्त्रालयले निरन्तर मूल्याङ्कन गर्छ।
र अन्त्यमा कुलेनिकाबाट हुने आन्तरिक र महालेखा परीक्षकबाट हुने अन्तिम लेखा परीक्षणले हरेक खर्च कानूनसम्मत भयो कि भएन भनेर छ्याङ्गै पारिदिन्छन्। ल अब कुरा गरौँ खण्ड 5 वर्तमान वित्तीय अवस्था। स्रोत सामग्रीमा दिइएको आर्थिक वर्ष 2081-82 को संघीय बजेटको तथ्याङ्कलाई प्रत्यक्ष रूपमा हेरेर यसलाई अझ प्रष्टसँग बुझौँ है त। यो चार्ट हेर्नुस् त, यहाँ हाम्रो अर्थतन्त्रको एउटा निकै तितो यथार्थ उजागर हुन्छ। हाम्रो कुल 18 खर्ब 60 अर्बको बजेटमध्ये करिब 61% भन्दा बढी त दैनिक चालु खर्चमै सकिन्छ, अनि बाँकी रहेको जम्मा 19% भन्दा कम रकम मात्रै वास्तविक विकास निर्माण अर्थात् पुँजीगत खर्चका लागि छुट्याइएको छ। सोचिने कुरा छ नि होइन त? अब यति ठूलो खर्च कसरी धान्ने त? सरकारको अनुमानित राजस्व 12 खर्ब 60 अर्ब मात्रै छ, जसले यो बजेट धान्दैन। त्यसैले करिब 5.5 खर्ब त ऋणै लिनुपर्ने अवस्था छ। यो बजेटले विशेष गरी कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन र उद्यमशीलता गरी 5 वटा रूपान्तरणकारी क्षेत्रमा लगानी केन्द्रित गर्ने लक्ष्य राखेको छ। अर्को राम्रो पक्ष भनेको बजेटले करिब 44% लैङ्गिक प्रत्यक्ष लाभ र 6% जलवायु प्रत्यक्ष लाभको पनि लक्ष्य राखेको छ। यो तालिका स्रोतबाट जस्ताको तस्तै लिएको हो। यसले विगत केही वर्षको तथ्याङ्क देखाउँछ र यहाँ एउटा एकदमै चिन्ताजनक प्रवृत्ति छ। एकातिर दैनिक चलाउने चालु खर्च सधैँ 83 देखि 90% सम्म सजिलै भइरहेको छ, तर अर्कोतर्फ देश बनाउने पुँजीगत खर्च चाहिँ हरेक वर्ष 60% को हाराहारीमा पुगेर अड्किन्छ। पैसा छ तर विकासमा खर्च हुन सकिरहेको छैन। अघिल्लो स्लाइडको त्यो तथ्याङ्कले हामीलाई अन्तिम खण्डमा ल्याइ पुर्याउँछ, चुनौती र आवश्यक सुधारहरू। हाम्रो प्रणालीले किन विकास बजेट खर्च गर्न यति धेरै सङ्घर्ष गरिरहेको छ त, अनि यसलाई सुधार्ने बाटो के हो? आउनुस् हेरौँ। हाम्रो स्रोत सामग्रीले केही गम्भीर अवरोधहरू पहिचान गरेको छ। पहिलो समस्या त बजेट बनाउँदा नै अवास्तविक स्रोतको अनुमान गरिन्छ र महत्त्वाकांक्षी लक्ष्य राखिन्छ। त्यसपछि प्राविधिक तयारी बिना नै हचुवाको भरमा टुक्रे आयोजनाहरू थपिन्छन्। खरिद र ठेक्का प्रक्रिया त्यस्तै लामो र झन्झटिलो छ। र सबैभन्दा विडम्बनाको कुरा त असारे विकास हो। पुँजीगत खर्चको 1/3 भन्दा बढी रकम त आर्थिक वर्षको अन्तिम महिनामा मात्रै हतार खर्च गरिन्छ, अनि 3 तहका सरकारबीच समन्वय नहुँदा एउटै काम दोहोरिने समस्या पनि छ। अनुगमन र मूल्याङ्कनको पाटो पनि त्यति राम्रो छैन। प्रायजसो यो औपचारिकतामा मात्रै सीमित भएको देखिन्छ। आयोजना ब्याङ्कको वास्तै नगरी पहुँचको भरमा बजेट हालिन्छ। महालेखा परीक्षकले औँल्याएका गल्तीहरूलाई बारम्बार व्यवस्था गर्ने गरिन्छ, अनि निर्माण व्यवसायीहरूले आफ्नो क्षमताभन्दा बढी ठेक्का ओगट्ने तर काम नगर्ने प्रवृत्तिले आयोजनाहरू वर्षौंसम्म अलपत्र पर्ने गरेका छन्। तर नआत्तिनुस्, यसलाई सुधार्ने उपायहरू पनि स्रोतले प्रष्ट रूपमा दिएको छ। सबैभन्दा पहिलो कुरा, आयोजना ब्याङ्कमा पास भएका र उच्च प्रतिफल दिने आयोजनामा मात्रै बजेट हाल्नुपर्छ। बजेट छुट्याउनु अघि नै जग्गा प्राप्ति र साइट क्लियरेन्सको काम अनिवार्य रूपमा सकिएको हुनुपर्छ। ठेक्का ओगटेर बस्नेलाई कडा कारवाही गर्नुपर्छ। र अर्को महत्त्वपूर्ण कुरा, यो पुरै खर्च प्रणालीलाई सूचना प्रविधिमा आधारित एउटा पारदर्शी ट्र्याकिङ प्रणालीमा स्तरोन्नति गर्नै पर्छ। अब अन्त्यमा यी सबै कुरा हेरिसकेपछि दिमागमा एउटा गम्भीर प्रश्न उठ्छ। हामीसँग कानुनी संरचना पनि छ, आईटी सिस्टम पनि छ, अनि हामीलाई के सुधार गर्नुपर्छ भन्ने पनि राम्रैसँग थाहा छ। त्यसो भए नेपालको बजेटलाई एउटा कागजको खोस्टो वा प्रशासनिक दस्तावेजबाट माथि उठाएर साँच्चीकै राष्ट्रिय विकासको इन्जिन बनाउन हामीलाई कुन कुराले रोकिरहेको छ त? के अब नागरिक तहबाटै जवाफदेहिताको कडा माग गर्नुपर्ने बेला आएको होइन र? यो विचारणीय प्रश्नसँगै आजको हाम्रो यो विश्लेषण यही सकिन्छ।